परमेश्वरले खुसी दिन्छ। उत्साहित बनाउँछ, परमेश्वरले अरू उत्साहित बनाइसक्नुभयो। सेलाउनु भएछ भने सेलाको कराईमा जे आएर बसे पनि हुन्छ, तर तातेको कराई छ भने जे आएर बस्यो, किरा फट्याङ्ग्रा केही आएर बस्यो भने आथता गर्दा कि छोडेर भाग्नु पर्यो कि त्यही अटेर गरेर बस्यो भने पड्केर त्यो नष्ट हुन पर्यो। त्यसै सेलाको हुनु हुँदैन, उत्साहित भएको हुनुपर्छ। त्यसैले कति रोँदै हामी कति सक्यौँ कति रोँदै हामी कति सक्यौँ साँचो ईश्वर पायौँ आज खुसी सबको मान ईश्वर तिम्रै नाउँ ईश्वर तिम्रै नाउँ ईश्वर तिम्रै नाउँ ईश्वर तिम्रै नाउँ मैले त पाइनँ, मलाई त भएन, यो हुनै सक्दैन। मैले पाइसकेँ, मलाई जीवन दिइसक्नु भयो। धन्यवाद पिता। त्यो स्वर्गको आशिष, त्यो स्वर्गको महिमा, स्वर्गको उद्धारको काम तपाईले प्रकट सक्नुभयो।